अरू केही भन्न चाहन्न श्रम गर्नुपर्छ श्रमदान गर्नुपर्छ श्रमदान तर मैले श्रमदानमा यो भिड कहिले देखिन त हौ पर्सि श्रमबार हो ढुङ्गा बोक्नु आउने हो के को लागि ढुङ्गा बोक्ने देश बनाउनका लागि देश बचाउनका लागि है यो युवाको उपस्थिति श्रमदानमा पनि म हेर्न चाहन्छु तपाईहरु आउने हो त्यति मात्रै भन्न चाहे र यो उनको स्वेटरको सपरिवार सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु सबैजनाले हेरौं यो फिल्म के रहेछ है म पनि हेर्छु थ्यांक यू